Guys, I am so tired, broke. Your room, as you know, not a bed cha euta, not a table cha, केही पनि छैन. I always have to sit down here and make a YouTube video. Like जे भिडियो बनाए पनि यहाँ बस्नु पर्छ. लाइटनिङ राम्रो आउँदैन, स्ट्रेट घाम कहिले अब पर्दैन यो रुममा. बत्ती बाल्नु भने लाइक फ्लिकर हुन्छ, झिलिक 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 राम्रो बत्ती पनि छैन. What should I do? मसँग म्याजिक पावर हुनुपर्ने हो कि यस्तो हैन, यस्तो त्यो लाइक स्न्याप गर्न साथ रुम चेन्ज हुने खालको के. कस्तो मजा आउँछ यस्तो गर्न. नत्र म त No way. What? I'm back again. No way. No way. I actually have superpower ki what? What? Wait. I don't want to stay here, guys. I don't want to stay here. I think holy shit. Oh my god, no way. I have to do packing. मैले अहिलेसम्म केही पनि गरेको छैन. रुम पनि के हुन्छ भन्दाखेरि जापानमा चाहिँ हैन, रुम छोड्ने बेला चाहिँ यु नीड टु क्लीन द रुम हैन, सबै कुरा सफा गरेर राख्नुपर्छ. अनि यहाँ देयर इज अ लट अफ थिङ. यो रुममा बसे धेरै भएको छैन, जस्ट 5 महिना भएको छ. र यहाँ बस्नुभन्दा अगाडि पनि कि मनी डिपोजिट तिर्नुपर्छ हैन, विच इज लाइक अब हेरी हुन्छ हैन. मैले चाहिँ कति जिउमान जति तिरेको थिएँ. जिउमान इज लाइक 1 लाख. र अब निस्किने बेला पनि 1 वर्ष बसेको भए चाहिँ मलाई त्यो एक्स्ट्रा चार्ज लाग्थ्यो नि. तर 1 वर्ष पनि नबसे भएर मलाई एक्स्ट्रा चार्ज लगाएर फेरि निस्किने बेला नि आई हेभ टु पे 1,50,000 जति है. सो मेरो यो रुममा 2,50,000 भन्दा बढी खर्च भएको छ हैन. टोटली वेस्ट है. तर अब के भन्ने, अब त्यस्तो सोच्न थाल्यो भने यहाँ फेरि हुन्छ हैन. सो एनिवेज अब बुझियो हैन, फ्रम द नेक्स्ट टाइम नो आइ एम नट गोना डु दिस मिस्टेक है. यो वाला गल्ती नोप गर्दिनँ. सो एनिवेज हाम्रो भोलिको प्लान चाहिँ के भन्दाखेरि दिदी आउनुहुन्छ हैन. दिदी आएर अनि त्यसपछि यहाँको अलिकति सामानहरू चाहिँ हैन म प्याकस्याक गरेर हाम्रो साथी विपुलकोमा छोड्न जान्छु है. किनभने अब दिदीकोमा फेरि घर लयो भने चाहिँ दिदीको चाहिँ अलिक टाढा छ क्या. अनि म सर्नु लगाएको ठाउँ चाहिँ अलिकति साथीकोबाट नजिक भएर चाहिँ त्यहाँ राखेर अनि पछि फेरि कस्तो छ भन्दाखेरि यहाँ फेरि लाइक जापानमा लास्टै झ्याउ छ कि. किनभने कस्तो छ भन्दाखेरि म चाहिँ यहाँ अब रुम 31सम्म छोड्नुपर्ने छ. अनि म अर्को रुममा चाहिँ फेरि ठ्याक्क 1 गते जानुपर्छ. त्योभन्दा अगाडि गयो भने फेरि त्यो मन्थको नि फुल तिर्नुपर्छ क्या. 27 लाइक 29मा तिर्यो सऱ्यो भने पनि 20 त्यो मन्थको पुरै तिर्नुपर्छ क्या. सो वाइ सुड होइन. सो त्यही भएर चाहिँ पहिला उता मेरो साथीको विपुलकोमा छोड्छु होइन. अनि फेरि 1 गते फेरि त्यहाँबाट सामान लिएर फेरि मेरो उता डर्मिटोरीमा जान्छु है. अनि लास्टै झ्याउ पनि छ. लास्टै विक लास्टै बिजी हुनेवाला छु होइन. अल्सो पर्सिदेखि लगातार काम छ होइन. फेरि नाइट कति घन्टा छ होइन पुरै. अनि इट्स गonna बी लाइक जस्ट यो विक इट्स गonna बी फक्ड अप है. तर इट्स ओके, स्टे विथ मी, आइ एम गonna किप अपडेटिङ होइन. अनि आज चाहिँ हामी प्याक गर्न थालौँ है त. अब सामानहरू के हो के तर यार, लुगा यस्तो साह्रो यार. आमा रुम त्यस्तै छ हालत यार. कहाँबाट स्टार्ट गर्ने आई डोन्ट इभन नो. एनिवेज यस मेरो गोल्डन बटन चाहिँ ओके सब सफा गर्नु छ यतातिर पनि है. हाम्रो यो फ्रिजहरू पनि मैले टिकटकमा एउटा भिडियो हालेर होइन फ्रीमा दिन लगाइरहेको छु. यो फ्रिज, यो ग्यास, यो माइक्रोवेभ अनि यो फ्रिजहरू चाहिँ अस्ति भर्खर किनेको यार. यो नि 3 लाखभन्दा बढी गइसक्यो यार मेरो पैसा, टु बी अनेस्ट. अल्सो डु सब्सक्राइब इफ यु हेभन्ट है त. सो या दिस इज हाउ इट लुक्स. 4 घन्टाको प्याकिङ विथ द लाइभ स्ट्रिम अफ कोर्स. कोलाई थाहा छ होइन लाइभ स्ट्रिम जोइन गरेकोहरूलाई. सो या दिस इज हाउ वी एन्डेड अप 4 घन्टापछि. अनि मेरो यो 4 PM नट 4 PM 4 AM को खानेकुरा रामेन अफ कोर्स, भेरी हेल्दी फुड है. सो या आई डोन्ट नो भोलि दिदी आउनु लाग्छ. एन्ड सी इज गना बी सक्ड वेन सी सिज दिस. ब्रो होइन प्याक गर्ने पनि अब त कहाँ प्याक गर्ने कि. आई डोन्ट हेभ स्टफ. केमा प्याक गर्ने. ओके दिदी आउन लाग्ने बेला भइसक्यो. एन्ड दिस इज वाट आई हेभ कम्प्लिटेड है. यस्तो भएको छ अहिले. स्टिल आई डोन्ट नो अब त के प्याक गर्ने. आई फिल लाइक आई हेभ डन मोस्ट अफ द प्याकिङ. तर अझै सामान यत्तिकै छ होइन. सो आई डोन्ट नो लाइक को कता के गर्ने भनेर अब त
या सो प्याक गर्नलाई त्यो कार्टुन जस्तो बक्स पुगेन होइन, त्यही भएर म फेरि काम गर्ने ठाउँमा जाँदैछु है बक्स लिनलाई। दिदी पनि आइपुग्नु लागिसक्यो। सो खासै सामान त अब धेरै छैन है, जस्ट खै 2-3 बक्स हुन्छ होला होइन ठ्याक्कै। आइसक्नु अरे चाहिँ हाम्रो हिरो। कोनिचिवा। केही रुम चाहिँ बल्ल तल्ल अलिअलि यो भयो ल। हाम्रो प्याकिङ चाहिँ भयो बल्ल बल्ल। यहाँ दिदीले हेल्प गर्नु नत्र त हुन्थेन होइन। यो मान्छेले हेल्प गरेको यो मान्छे सबै पुरै सरप्राइज छ। दाँत देखाइदे दाँत। भ्याम्पायरको दाँत। ल जाम अब हामी साथीकोमा। लेट्स गो। है यस्तै त हो नि होइन। ल म भान्जी लिन्छु है त गाइस। आऊ अಯ್या 3 ठोकिसक्यो आज। निलो बनाइसक्यो होला है। यसो ल किन चिनेर के हो हिरो। सो मेरो साथी विपुलले पनि मलाई त्यहाँ सामान राख्न हेल्प गर्यो। त्यसपछि त्यहाँ सकाएपछि आई वेन्ट स्ट्रेट टु वार्ड अफिस। त्यो लिभिङ सर्टिफिकेट भन्ने हुन्छ होइन, ठाउँ छोड्ने बेला चाहिँ हो, त्यो लिन गएँ। Guys, I'm so fucking bored right now. केही छैन रुममा, like literally empty, you know. I don't know. Yeah. Wait, why is my camera lagging? What the fuck? I still got like 3 days. I have to stay in this empty room for like 3 days all day. Good luck. Good luck to me. Good luck. भर्खर पनि I just bought त्यो कम्बिनीबाट रामेन ल्याएर खाएँ हैन। Right now I don't know what to do. I feel so sleepy. I'm so tired. आजको दिन हुन्छ नि, यता सामान यताउता गरियो, यताउता धेरै कुरा गरियो हैन, र आरामसित सुतेन छैन। I'm just tired. Maybe I'll just sleep today. See you tomorrow. हजारौंको भिडमा तिमी नै देखे, तिम्रो हाँसो हेरी आफै रमाए, प्रतीक्षामा धेरै नराख प्रिय, आउन माया मेरी माया। Okay guys, this is where I slept yesterday हैन। अलिकति तन्ना मात्र ओछ्याएर। As you can see हाम्रो रुममा खासै केही छैन। अनि अब चाहिँ हाम्रो क्लिन अप दि मेस भन्नाले लाइक यु सी यस्तो दागहरू हैन के छ। अनि अब सबै यो नि हटाउनु छ है। अनि या सबै भुइँहरू पनि अलिकति चिटिक्क पारेर आई हेभ टु गेट रेडी, किनभने 3 दिनमा यहाँ मान्छे हेर्न आउँछ हैन रुम। अनि केही ड्यामेजेस छ, केही फोहोर छ भने चाहिँ हि गन आस्क मी टु पे एक्स्ट्रा फिज फर द्याट। सो त्यही भएर चाहिँ अलिकति क्लिन बनाएर राख्नुपर्छ है। र जापानमा यस्तो रुम छोड्ने बेला यस्तो झ्याउ छ हैन, यस्तो झ्याउ छ हैन। यो झ्याउले गर्दा पनि हैन मान्छेहरूले युजली हैन रुममा जति जे प्रब्लम आयो नि दे डोन्ट लिभ के, बरु हुन्छ नि बरु रुमको प्रब्लमसँग हैन फेस गर्न सजिलो हुन्छ जति कि यो रुम छोड्न गाह्रो हुन्छ कि जापानमा। तर आइ एम लिभिङ कज आई एम अ म्याजिसियन एन्ड आई क्यान डु द म्याजिक ट्रिक, र म्याजिक ट्रिक गर्न साथ रुम चेन्ज हुन्छ भने किन नजाने हैन। सो या यो रुमबाट अब काम पनि नजिकै छैन। अनि मलाई फेरि ट्रान्सपोर्टेसन फी पनि दिन्न रे हैन, म दिदीकोबाट यहाँसम्म आम भने पनि। सो त्यही भएर म यहीँ बसेर हैन अब यही रुममा हैन 2-3 दिन बसेर काम गरेर सकाएर अनि त्यसपछि विल मुभ अन टु आवर नेक्स्ट न्यू रुम। टोयलेटमा नि यस्तो कालो कालो दागहरू छ हैन, यो सब सफा गर्नु छ। अनि यहाँ फुरोमा पनि यस्तो टाइपको खै के आफै आउँछ दाग हैन, यो तर एक गोटी भने जान्छ जान त। यहाँ पे क्लिन दिस अल है। यहाँ चाहिँ सुरुबाटै थियो यस्तो खालको दाग आएर न यो कसरी बस्यो हैन। पहिलाको मान्छेले गर्न त लाइक चिथारा जस्तो टाइपको छ। आई डोन्ट नो व्हाट ह्यापेन्ड यो पोजिसनमा, तर समथिङ वाइल्ड ह्यापेन जस्तो छ है। सो सामानहरू चाहिँ सबै सारिसक्यो। अनि अब मलाई यो लुगा धुम भने पनि सुकाउनको लागि ठाउँ छैन है, त्यही भएर आई हेभ टु गेट पुरै नेकेड सो द्याट आई डोन्ट गेट माई यो क्लोज वेट। अनि नाङ्गे भएर आई हेभ टु क्लिन दिस सेट है, यो कालो कालोहरू दागहरू। सो या all you can do is imagine, किनभने म त्यो भिडियोमा देख्नेवाला छैन। लुक्स क्लिन एज फक गाइज, सब चटक चटक पारेको छु हैन। वाउ ओके गाइज, म चाहिँ भर्खर कामबाट घर आएँ हैन। अनि आई डोन्ट नो के खाने हैन,
किनभने मसँग केही सामान छैन, पकाउने कुराहरू केही पनि छैन है। पकाउने कुरा भाँडादेखि लिएर होइन, मसलादेखि लिएर केही पनि छैन कि। अनि यसो सोचेँ होइन, लाइक कप रामेन ल्याएर तताएर खानु पर्ला भनेर सोचेँ कि, तर तताउने भाँडा पनि छैन। तर टक्क लाएर एउटा याद आएको थियो कि मैले यो चाहिँ होइन नागोयाबाट बोकेर आएको, यो चाहिँ युज गरेको थिएन खासै। अनि मैले गौमीमै हालिदिइसकेको कुरा होइन, फेरि निकालेर धोएर पानी हालेको छु होइन। आई डोन्ट नो इफ इट्स गन वर्क अर नट। काम भएन भने चाहिँ आई डोन्ट नो म के खाने होइन। अहिले राति 10:30 बजी, 10:30 होइन 11 बजिरहेछ। अनि आई डोन्ट नो मेबी कम्बिनी जान्छु होला, केही गर्छु होला होइन। तर आई जस्ट होप इट वर्क्स होइन। पहिला त चल्थ्यो होइन, अलिअलि ड्यामेज त भएको छ, तर आई फिल लाइक इट माइट वर्क है स्टिल। तर लेस्सीहरू त के हुन्छ, नत्र चाहिँ ओके द मोमेन्ट अफ ट्रुथ है त लेस्सी बनेन। ए होइन नि अन गर्नुपर्छ। योस ओके लेट्स गो। खाजा चाहिँ आजको यो हो होइन। यो रामेन बोकेर आएको छु मैले। अनि मसँग यो एउटा खरायो छ होइन, मासुको डल्लो हो। यो तताउँछु होइन, 3 पिस 4 पिस अस्ति भर्खर ल्याएको थिएँ है। धन्न आई स्टिल ह्याभ यो माइक्रोवेभ। यो पनि भोलि जान्छ होइन, माइक्रोवेभ फ्रिज। भोलिदेखि त झन् केही पनि हुन्न कि। सो या भोलिदेखि आई डोन्ट नो कसरी खाने हो। आजको लागि चाहिँ जस्ट जुगाड भयो है, भोलिको प्रब्लम अब भोलिको एन्जिनलाई। आज क्युरियो आएको छ होइन। क्युरियो भनेको चाहिँ मन्थली स्यालेरी आएको छ। लेट्स सी कति आएछ। ओके 1 2 3 4 5 6 7। सो 7वटा छ होइन। यो भनेको चाहिँ यो एउटा पाना भनेको चाहिँ होइन, यु क्यान सी 10,000 लेखाएको छ। इट इज लिटरली 10,000। यस 10,000 को नोट हुन्छ होइन, यहाँ चाहिँ म्याक्सिममै 10,000 हो। सो यहाँ 2 3 4 5 6 7 70K $70,000 छ अलिअलि। 500 600 70,000 कति हो यो 683 70,683 आएको रहेछ है यो मन्थ। मेरो मन्थली स्यालेरी। धेरैजनाले अब क्वेसन गर्ने होला, पुग्छ त दाइ त्यतिले? पुग्दैन नि। आई नो राइट, आई नो। ओके एनिवेज हाम्रो रामेन पाके जस्तो छ। अब रामेन खाम होइन, भोलि बिहानै फेरि काम छ। सो आई हेभ टु वेक अप। अनि अलिअलि फ्रिजहरू पनि सफा गर्नु छ, बिकज भोलि फ्रिजहरू पनि एउटा ठाउँमा डेलिभरी गर्नुपर्ने छ होइन। अस्ति भर्खर किने फ्रिज मैले फ्रीमा दिएको है यो चाहिँ। सो टिकटकमा यसो भिडियो हालेर होइन, एउटा मान्छे लिन्छु भने। सो मैले यतिको फ्रीमा दिएछु है, किनभने अब फाल्दा नि पैसा लाग्छ होइन, बरु फ्रीमै दियो, कोहीलाई फाइदा पनि भयो होइन। यसो विन विन फर बोथ अफ अस। सो या Three days until I do the magic snap. र आजको अपडेट चाहिँ होइन, एज यु क्यान सी यहाँ वासिङ मेसिन गायब भइसक्यो, हाम्रो ग्यास नि गायब भइसक्यो, यहाँको फ्रिज पनि गायब भइसक्यो, ओभन नि गायब भइसक्यो। द ओन्ली थिङ लेफ्ट इज मेरो यही बिस्तारा। अनि यो हटाउनु छ, अनि यहाँ क्लिनिङहरू गर्नु छ होइन। यो त मैले क्लिन गरिसकेँ है, मैले देखाइसकेँ पहिल्यै। अनि हाम्रो टोइलेट पनि यहाँ अटोमेटिकवाला थियो, यो नि हटाइसकेँ। तर अनफर्चुनेटली यहाँ चाहिँ होइन पानी लिक भइरहेछ, विच वी आर गोना फिक्स टुमोरो। सो दिदीहरूले गरेर जानुभएको रहेछ होइन, तर अलिकति प्रब्लम आएछ यसमा। सो एनिवेज यहाँ यो भोलि फिक्स गरौँ ल होइन। भोलिसम्म चाहिँ अब रुम पनि चिटिक्क हुनेवाला छ होइन। या त्यही हो अपडेट। आम रियली टायर्ड। आज बिहान काम थियो होइन। आज फेरि काममा यस्तो पेट दुखेर है, हिजो त्यही रामेन खाएर सुत्दा थिएँ फेरि रिमेम्बर होइन, पिरोवाला। टोइलेट गएको यार, माई बट होल इज लिटरली बर्निङ होइन। अहिले अलिकति कम भए जस्तो भएको छ। त्यो अघि मैले योगर्ट त्यही भएर योगर्ट ल्याएको थिएँ यो होला है, योगर्ट खाएँ है। नाउ आई फिल अलिकति बेटर है। नत्र चाहिँ एनिवेज अब हामी डोन्ट नो आज म कसरी के खाने हो। अब आज जस्तो ओभन पनि छैन, केही पनि छैन है। अनि यतातिर नजिकै फेरि रेस्टुरेन्टहरू पनि छैन कि त कम्बिनी खानुपर्छ कि त आई हेभ टु डु उबर इज टु फ्रिकिङ एक्सपेन्सिभ। 1,000 इज वे टु मच। लाइक
मिनिमम होइन मिनिमम भनेको 1200-1300 हुन्छ कि म्याककै त्यो सेट खानी भए पनि त्यत्रो पर्छ कि सो द्याट्स वे टु एक्सपेन्सिभ है अब वहाँ जाऊँ भने हिँडेर फेरि वहाँसम्म पुग्नुपर्छ कि इट टेक्स लाइक 20 मिनट्स है हिँडेर सो आई डोन्ट नो वाट्स द फक सुड आई डु सफा गर्ने सामानहरू नि अलिअलि किन्न त छ है अनि आई अल्सो वान स्लिप आई डोन्ट नो सुरुमा के गरौँ सुत्ने कि गाइज सेम रामेन अगेन कोका कोला प्लस अनि यो एउटा ब्रेड या यही हो आजको हाम्रो खाना अनि आई हेभ टु स्लिप अर्ली किनभने एकदम निद्रा लागिसक्यो अनि हामी भोलि बिहानै उठेर सफा गर्नु छ अफकोर्स है आज म सक्छु जस्तो छैन आई डोन्ट ह्याभ इनफ एनर्जी ल भोलि उठौँ है त second last day at work. Hey guys, this is literally my third day, third ki fourth होला literally म दिनै यो रामेन मात्र खाइरहेको छु है so yeah that means म भर्खर कामबाट आएँ अनि भोलि चाहिँ I will be out from here यो चाहिँ हाम्रो आज लास्ट दिन हुनेछ यो रुममा shit अनि काम पनि एक्चुअली भोलि लास्ट दिन हो है सबजनासँग अब लास्ट भेट भइरहेछ kind of sad तर अब त्यही हो नो अट्याचमेन्ट इस्यु है and this is life you know mainly your 20s मा you gonna meet a lot of people then temporary people यताउता कता हैन just yeah don't be attached हुन्छ नि मान्छे मात्र नभएर मेबी काम मेबी प्लेस मेबी खानेकुरा जे सुकै भयो नि you just gotta go bro you just okay last day here अनि yeah almost done सब हुन्छ नि रुममा केही पनि छैन है आई जस्ट हेभ टु अब क्लिन दिस अप यो फुटन अनि त्यसपछि यो के भन्छ यो कर्टेन्सहरू निकालेर राख्नु छ होइन अनि एउटा जापानिज मान्छे आउँछ होइन इन्सपेक्सनको लागि रुमको होइन अनि अब केही कहीँ भाँचेको केही त्यस्तो टाइपको छ भने चाहिँ एक्स्ट्रा पैसा तिर्नुपर्ने हुन्छ कि मैले सो मैले अलरेडी चाहिँ यस्तै 1,70,000 जति चाहिँ तिर्नुपर्ने यो चाहिँ फिक्स भइसक्यो है तर अब यही अरू एक्स्ट्रा के ड्यामेज छ भने अझै एक्स्ट्रा तिर्नुपर्ने हुन्छ सो आई जस्ट होप होइन अब ड्यामेज मात्र नभएर लाइक यस्तो फोहोरहरू भयो भने पनि तिर्नुपर्ने हुन्छ क्या सो त्यही भएर चाहिँ हो यति मेहनत गरिरहेको होइन सफा गर्नमा सो या 1 घन्टा जति मात्र बाँकी छ होइन रुममा चाहिँ केही पनि हुनुहुन्न कि फेरि सामानहरू पनि सो सबै क्लिन गरेर ठ्याक्क त्यो आउनुको 10 मिनट अगाडि चाहिँ सब सामानहरू पनि बाहिर राख्नु छ होइन रेडी भएर बसौँ है फेरि नत्र च्याउ हुन्छ त्यो एउटा सानो कुराले फेरि यहाँ ठुलो कुरा हुन्छ है Hey guys, so I'm done. Curtains यसमा हाल्दै and luggage is packed हैन अरु चाहिँ सामान पुर्याइसके मैले लगेज नि प्याक भइसक्यो and yeah there's nothing much अब यिनीहरू पनि है खतरा के हान्दिम ल we don't have much then यो डब्बा एउटा उयो छ है लाइक एसी टाइपको हो हैन कुलर टाइपको पोर्टेबल एयर कुलर यो दिदीको अर्डर ल्याएको आई डोन्ट नो कहाँ फ्याल्ने के गर्ने कसरी यतिकै सोनामामा यतिकै लगाएर बाहिर फ्याल्दिनु पर्ला जस्तो लागिरहेछ है सो ओके यो गरौँ अनि त्यसपछि या वी डोन्ट ह्याभ मच यो सुरुमा आउँदा जस्तो थियो रुम त्यस्तै बनाइदिइसकेँ है यहाँ पनि सफा गरिसकेँ यहाँ यो लौरो पनि हाम्रो सफा गर्ने अनि यहाँ दिस इज आवर वासरुम अनि टोइलेट पनि इज क्लिन है अटोमेटिकवाला पनि चेन्ज भइसक्यो दिदीहरूले गरिदिनु भयो यो चाहिँ ए चाबी ओ माई गड चाबी बिर्स्या यहाँ चाबी पनि फेरि लाइक 2टा किज दिन्छ क्या ओरिजिनल अनि त्यो ओरिजिनलको एउटा मिस भयो भने पनि कि त बिग्रियो भने जे भयो भने कति 30,000 कि 50,000 हेरी हुन्छ होइन 30,000 50,000सम्म लाग्छ कि अनि यो 2टा चाहिँ एउटा चाहिँ उता छ म आम गर्न टेक इट आउट अब आई स्वेयर तर सुरुमा है कसरी मिलाउने कसरी गर्ने होला सबै के भएको थियो तर या समहाउ वी म्यानेज्ड है थ्याङ्क्स टु आवर फ्रेन्ड थ्याङ्क्स टु आवर सिस्टर है सबले हेल्प गरेर मात्र हो नत्र एक्लै म मुभ आउट गर्ने भए स्टिल आई थिङ्क अलिकति गाह्रै हुने रहेछ सो हामीसँग अब कति 30 मिनट्स जति छ है मान्छे आउनको लागि त्यही सब रेडी भएर राखौँ है सामान चाहिँ होइन यो उता मेरो आज काम छ कि अब यहाँबाट सिधै काम हो होइन अहिले 2 बजिरहेछ अनि मतलब अब 2 बजी मान्छे आउँछ अनि 2 बजी देखाएर 5 बजीदेखि फेरि नाइट हो कि मेरो काम 3 बजीसम्म सो लगेजहरू म त्यहीँ राख्छु होला काममा होइन कम्पनीमा अनि दिदीकोमा जान्छु बिहानै फेरि 3 बजीसम्म काम छ ट्रेन चल्दैन कि राति अनि आई हेभ टु वेट 2 घन्टा 3 घन्टा जति ट्रेन खुल्नलाई अनि ट्रेन खुलेर दिदीकोमा गएर सुतेर फेरि बेलुका यो सामान लिएर विपुलकोबाट सामान लिएर अनि त्यसपछि आई हेभ टु गो टु माई न्यू रुम चाय पनि रेडी छ होइन अब यहाँको अलिअलि क्लिनअप हानौँ अनि त्यसपछि
या सायोनारा हाम्रो नयाँ रुम भन्ने कि अब पुरानो रुम भन्ने थ्याङ्क यू फर अल द गुड मोमेन्ट्स नाटक फेरि नाटक बेसी के खै त यार 2 बजे आउँछु भनेको थियो म अझै कुरिरहेको छु 3 मिनट गइसक्यो 2 बजेर ठ्याक्क टाइममा आउनुपर्ने मान्छे झन् जापानिजहरू त पङ्क्चुअल हुन्छ भन्ने सुनेको थिएँ खै त डिसअपोइन्टेड ओके आई जस्ट गट अ कल तर 4 मिनट ढिलो हि सेड लाइक यहाँ अलिकति ठाउँ अलिकति सानो त सानै छ होइन तर या सो गाडी रोक्न के अरे गाडी छिरेन भनेर चाहिँ खै ढिलो भयो भन्दैछ होइन यस्तै अझै 14-15 मिनट ढिलो हुन्छ अरे या See, जापानमा पनि इट्स नट जस्ट मी अर इज जस्ट नट यु के इफ यु गेट लेट हुन्छ कि जस्ट यु जस्ट निड तर कल चाहिँ गर्नुपर्छ होइन यु निड कन्ट्याक्ट त्यो ढिलो हुनुभन्दा अगाडि नत्र इट्स प्रिटी नर्मल यार तर आई एक्टेड टफ हुन्छ नि यसरी आई वाज लाइक हाई सो देशका हाई वकरिमास हाई 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 हुन्छ नि गर्नु पऱ्यो नि त्यो त होइन आज फेरि बाहिर यस्तो धेरै डेन्जर जाडो रहेछ ए पानी पर्ला है क्या कम्बिनीको चाहिँ खाँदा खाँदा वाक्क भएर म यहाँ यसो आज चाहिँ म्याक खानु पर्ला भनेर आएको छु है यो विक मैले यस्तो अनहेल्दी कुराहरू मात्र आएको छ नि नेक्स्ट विकपछि चाहिँ एकदम हेल्दीहरू मात्र खान्छौँ है हामी सो मैले अर्डर गरेँ चाहिँ त्यो बिबिम्बाप हो होइन त्योवाला तर विदाउट मासुवाला है किनभने आई थिङ्क त्यो बिफ हो जस्तो लाग्यो होइन खाना त खान्छु तर त्यस्तो मिठो लाग्दैन क्या मलाई होइन सेट पानी पखाएँ मैले भर्खरै यहाँ कस्तो मेरो लाइक हुन्छ नि भिडियो यस्तो खिचिराख्ने भयो होइन जति बेला नि क्लिप गर्ने भयो म यस्तो हावा कुराहरू गरेर हुन्छ है यहाँ आज लास्टै किन भिड छ यहाँ डोन्ट नो लास्टै भिड छ है तर यहाँ चाहिँ साइडमा चाहिँ खाली रहेछ फेरि सो मेरो अर्डर चाहिँ यो बिबिम्बाप फेरि साउन्डै आइरहेको छ भर्खर त्यो बनाएर ल्याएको भएर सो वा लुक्स सो गुड ट्राई गरेँ मैले अन्डा मलाई यस्तो टाइपको फुटाउनु चाहिँ लास्टै मजा लाग्छ कि केही खाम धेरै पछि मैले भात खान लाग्यो धेरै पछि हो तर अस्तिदेखि म 4 दिन लगातार रामेन मात्र खाइरहेको थिएँ कि डे 5th of eating the same ramen डे 5th I think 5th होला 5th म चाहिँ अहिले काम सकेर दिदीकोमा जाँदैछु है अनि आम टेकिङ द फर्स्ट ट्रेन क्या सुनसान छ स्टेसन अनि मान्छेहरू त छ अलिअलि त्यही पनि अलिकति सुनसान के सो या काम सकेर एकछिन त्यहीँ बसेँ सुतेँ ट्रेन नहुन्जेलसम्म अब या दिदीकोमा जान्छु अनि त्यसपछि एक निन्द्रा सुत्छु अनि दिदी र म फेरि साथीकोमा गएर सामान लिएर वी गोना हेड टु आवर न्यू डेस्टिनेसन I look tired. I mean, I am tired. Okay, हामी चाहिँ अब दिदीकोबाट we going out. सामान लिन फेरि मेन्दुकसाई What's up, people? Bro, I don't consent to that. Your consent doesn't matter. So I'm just about move out गर्दैछौँ. Our friend को म तिम कुन मुभीको त्यो को म ठ्याक्क भन्न आएन तर कस्तो कुन मुभीको आइक्यू त हैन ए आइक्यूको कोच. ओ ट्रु आइक्यूको कोच ब्रो खागेमा बल्ल सारेको यार ओके यत्रो सामान अब कहिले मिलाउने आएर नो है तर म चाँडै मिलाउँछु किनभने अब गएको सुरु भएपछि झन् ज्या हुन्छ सो या अलिअलि चाहिँ आजै मिलाउँछु अनि अरू चाहिँ नत्र भोलि मिलाउँछु है किनभने आम अलरेडी टायर्ड एज वेल सो लुक एट दिस गाइज बेड ओ माई गॉड लिटरली म कति 1 वर्षपछि बेडमा सुत्लाको फेरि वा गेमिङ चेयर पनि छ किङ साइज बेड अब के चाहियो अरू के चाहियो जस्ट रुम टुर चाहिँ अलि पछि आउँछ है त राम्रोवाला चाहिँ
रातिको 1:30 बजेको अपडेट है. आई कुडन्ट वेट टिल टुमोरो, सो मैले अहिले निकालेर उयो गरिसकेँ. हेर्छ अझै यहाँ अलिक फोरै छ होइन, त्यो सेटअप हुँदैछ. यता यता अलिअलि मिलाइसकेँ. त्यहाँ एउटा लुफीको टाँसे छ. आई डोन्ट नो, आई विल ह्याङ समथिङ एल्स आई थिङ्क यहाँ है. यस या अलिअलि हुँदैछ. ओ माई गड, यु गाइज वन्ट बिलिभ मी. भर्खरै होइन आई जस्ट टुक अ सावर. अझै सेट तातो पानी आएको छैन अहिले है. ग्यासको लागि मान्छे बोलाउनु पर्छ अनि मात्र आउँछ. सो लिटरली बाहिर अहिले इट्स 1 डिग्रिज, आई थिङ्क 2 म्याक्सिमम भयो 3. एन्ड आई जस्ट टुक अ सावर. लुक पुरै रातै भएको छ जाडोले. माई बल्स लिटरली हुन्छ नि स्टप्ड वर्किङ हाफ वे वेन आई वाज सावरिङ. कसम यस्तो दुख्यो नि एकछिन त. बट समहाउ या आइम अलाइभ, आई मेड इट. गुड नाइट. आई गेस आई विल सी यु टुमोरो. अब आनन्द.